बुद्धलाई म पनि मान्छु, हामी पनि मान्छौँ भनिरहेको छ। म उहाँलाई के भन्न चाहन्छु भने तपाईहरुले आजको दिनदेखि त्यसो भन्नु छोड्दिनुहोस्। किनभने तपाईले बुद्धलाई म पनि मान्छु भन्नुहुन्छ, सबैले अरे बुद्धलाई त मान्दो रहेछ जस्तो देखियो नि त। त्यसो भन्दा त नेपाल त बुद्धिस्ट राष्ट्र हुनुपर्ने जस्तो देखियो। तर जब नागरिकता बनाउने क्रममा, राष्ट्रिय परिचय पत्र बनाउने क्रममा र जनसंख्या गणना गर्ने क्रममा त फेरि उनीहरूले धर्महरूको कोलममा त आफूलाई बुद्धिस्ट हो भनेर त लेख्दैन त। अनि भन्ने बेलामा चाहिँ बुद्धिस्टलाई म पनि मान्छु भन्ने, अनि फेरि त्यो जब जनगणना आउँछ अथवा विभिन्न धर्मावलम्बीहरू कति संख्यामा छन् नेपालमा भन्ने त्यो तथ्याङ्क चाहिँ सार्वजनिक गर्नुपर्ने अवस्थामा चाहिँ उनीहरूले हिन्दू लेखिदिन्छन्। यो त सोझै बुद्धमाथि चाहिँ षड्यन्त्र गरेको जस्तो बुझियो नि त, षड्यन्त्र भएको हो नि त यो त। यस कारणले गर्दाखेरि यदि तपाईहरुले बुद्धलाई मान्नुहुन्छ, बुद्धको त्यो जुन दर्शनलाई फलो गर्नुहुन्छ भने तपाईहरुले बुद्धलाई म पनि मान्छु भन्नुहोस्। तर भन्ने बेलामा चाहिँ म पनि बुद्धलाई मान्छु, म हिन्दू भएर नि बुद्धलाई मान्छु भनेर भन्ने। तर जब धर्म चाहिँ आफूले चाहिँ जनाउनु पर्ने ठाउँमा चाहिँ फेरि हिन्दू धर्म लेखेर बुद्धमाथि अन्याय भन्दै